seeing in the dim light. अनि क्याटरेक्टमा चाहिँ प्रोग्रेसिभ क्लाउडिङ अफ नेचुरल लेन्स अफ आई लिडिङ टु द ग्रेजुअल एन्ड पेनलेस लस अफ भिजन. सो क्याटरेक्टमा चाहिँ प्रोग्रेसिभ क्लाउडिङ अफ नेचुरल लेन्स अफ द आई लिडिङ टु द ग्रेजुअल एन्ड पेनलेस लस अफ भिजन. टाइप्समा चाहिँ एमएसटी सिडिआर याद गर्नु पर्यो. एमएसटीमा चाहिँ मेटाबोलिक क्याटरेक्ट अनि सेनाइल क्याटरेक्ट, ट्रोमेटिक क्याटरेक्ट अनि त्यसपछि कन्जेनाइटल क्याटरेक्ट, कम्प्लिकेटेड क्याटरेक्ट, ड्रग इन्ड्युस क्याटरेक्ट अनि रेडिएसन क्याटरेक्ट. सो इन द मेटाबोलिक क्याटरेक्टमा चाहिँ ड्यु टु द सिस्टमिक डिजिज लाइक डायबिटिज एन्ड ग्यालेक्टोसेमिया. अनि सेनाइलमा चाहिँ एज रिलेटेड क्याटरेक्ट अकर्स इन द एल्डरली ड्यु टु द नेचुरल एजिङ. ट्रोमेटिक क्याटरेक्टमा चाहिँ अकर्स आफ्टर आई इन्जुरी लाइक ब्लन्ट अर पेनिट्रेटिङ फोर्स, अकर्स आफ्टर द आई इन्जुरी ब्लन्ट अर पेनिट्रेटिङ फोर्स. अनि त्यसपछि कन्जेनाइटल क्याटरेक्ट प्रेजेन्ट एट द बर्थ अर एभरी चाइल्ड. अनि कम्प्लिकेटेड क्याटरेक्टमा चाहिँ ड्यु टु द अदर आई कन्डिसन लाइक युभेटिस, रेटिनल डिट्याचमेन्ट, ग्लुकोमा एन्ड हाइमायोपिया. ड्रग इन्ड्युस क्याटरेक्टमा चाहिँ कज बाई द लङ टर्म युज अफ कर्टिकोस्टेरोइड्स एन्ड मायोटिक्स, कज बाई द लङ टर्म युज अफ द कर्टिकोस्टेरोइड्स एन्ड मायोटिक्स हुन्छ. रेडिएसन क्याटरेक्टमा चाहिँ ड्यु टु द एक्सपोजर टु द रेडिएसन. सर्जिकल म्यानेजमेन्टमा चाहिँ फेकोइमल्सिक इन्जेक्सन, स्मल इन्सिजन 2 to 3 mm, अल्ट्रासोनिक प्रोबले चाहिँ ब्रेक एन्ड रिमुभ द लेन्स, इन्सर्सन अफ द इन्ट्राओकुलर लेन्स हुन्छ. इसिसी चाहिँ इन्ट्रा क्याप्सुलर क्याटरेक्ट एक्सट्रोजन, एक्स्ट्रा क्याप्सुलर क्याटरेक्ट एक्सट्रोजन. एक्स्ट्रा क्याप्सुलर क्याटरेक्ट एक्सट्रोजन चाहिँ लार्ज इन्सिजन हुन्छ. क्लाउडी लेन्स चाहिँ रिमुभ इन वान पिस एन्ड आइवेल इन्ट्राओकुलर लेन्स इम्प्लान्टेड. अनि इन्ट्रा क्याप्सुलर क्याटरेक्ट एक्सट्रोजन चाहिँ इन्टायर लेन्स रिमुभ अनि प्लस क्याप्सुल पनि हुन्छ. अनि साइन एन्ड सिम्टम्स अफ द क्याटरेक्टमा चाहिँ के हुन्छ भने फर्स्टमा चाहिँ डबल भिजन हुन्छ. सो डबल भिजन इन द आई हुन्छ, त्यो डबल भिजन हुन्छ. अनि ब्लड भिजन डबल भिजन हुन्छ, ब्लड भिजन हुन्छ, डबल भिजन ब्लड भिजनहरू हुन्छ. त्यसपछि फ्रिक्वेन्ट चेन्ज इन द ग्लास हुन्छ. सो फ्रिक्वेन्ट चेन्ज इन द ग्लास भयो. अनि त्यसपछि आयो वाइट एपरेन्स इन द पुपिल. सो वाइट एपरेन्स इन द पुपिल. अनि त्यसपछि येल्लो कलर फेडेड कलर लुक फेडेड अर येल्लो हुन्छ. सो कलर लुक फेडेड अर येल्लो. अनि पोर नाइट भिजन हुन्छ, क्लाउडी अर हेजी भिजन. सो क्लाउडी अर हेजी भिजन एन्ड हेलोज अराउन्ड द लाइट हुन्छ एन्ड हेलोज अराउन्ड लाइट. सो यसमा चाहिँ डबल भिजन, ब्लड भिजन अनि फ्रिक्वेन्ट चेन्ज इन द ग्लास अनि वाइट एपरेन्स इन द प्युपिल. अनि त्यसपछि कलर लुक फेडेड अर येल्लो हुन्छ. त्यसपछि चाहिँ पोर नाइट भिजनहरू हुन्छ अनि क्लाउडी अर हेजी भिजनहरू अनि हेलोज अराउन्ड द लाइट.